नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किङ्सले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँलाई 5 विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको 135 रनको सामान्य लक्ष्य विराटनगरले 17.1 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। विराटनगरका लागि ओपनर लोकेश बमले 14 रन बनाए। त्यस्तै जर्ज मनसेले 26 रन बनाए। मार्टिन गप्टिलले 25 रन बनाए भने बसिर अहमद 19 रन, नरेन भट्ट 24 रन, कप्तान सन्दीप लामिछानेले नट आउट 9 रन बनाउँदा शुभम रञ्जनले नट आउट 6 रन बनाए। बलिङमा काठमाडौँका साहब आलमले 2 विकेट लिए। करण केसी, सन्तोष यादव र इरासमसले 1-1 विकेट लिए। यसअघि कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौँले 20 ओभरमा 7 विकेट गुमाएर 134 रन बनाएको थियो। काठमाडौँका लागि आदिल आलमले अभिजित 48 रन बनाए। ओपनर बेन चार्ल्सवर्थले 32 रन बनाए भने सन्तोष यादवले 26 रन र जेरार्ड इरासमसले 10 रन जोडे। त्यस्तै बलिङमा विराटनगरका मर्चेन्ट डे लाङले 2 विकेट लिए भने कप्तान सन्दीप लामिछाने, शुभम रञ्जने र सूर्य तामाङले समान 1-1 विकेट लिए। आजको खेलमा जित निकाल्दै विराटनगरले लगातार 2 जितबाट 4 अङ्क जोडेको छ। यता काठमाडौँको 3 खेलमा दोस्रो हार हो। काठमाडौँको भने 2 अङ्क छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि 53 रनको जित निकालेको थियो। काठमाडौँले भने पहिलो खेलमा जनकपुरमाथि 5 विकेटको जित निकालेको थियो। तर दोस्रो खेलमा काठमाडौँ सुदूरपश्चिम रोयल्ससँग 29 रनले पराजित भएको थियो।